नमस्ते सबैजनालाई। आज म के को भिडियो लिएर आएको छु भन्दाखेरि चाहिँ यो एभोकाडोको तपाईलाई म हेयर मास्क बनाएर देखाउँदैछु। यो चाहिँ मैले कसको रिक्वेस्टमा बनाएको भन्दाखेरि चाहिँ बिमला प्रधान है फ्रम दार्जिलिङ, उहाँ चाहिँ मेरो चामा हुनुहुन्छ। उहाँले मलाई रिक्वेस्ट गर्नुभएको थियो ससी एउटा हेयर फलको है एउटा भिडियो बनाउन भन्नुभएको थियो। सो त्यही उहाँकै रिक्वेस्टमा मैले बनाउँदैछु है। उहाँको रिक्वेस्ट पनि हो, सो मेरो फलोवर्सको लागि पनि हो बनाउँदैछु। मैले अलरेडी यसरी यो बनाइसकेको छु। एभोकाडो चाहिँ मैले मिक्सर ग्राइन्डरमा यसरी पेस्ट बनाइसकेको छु, हेर्नु सक्नुहुन्छ। त्यहाँदेखि तपाईँहरूले यसमा चाहिँ लाउनुहुन्छ अलिकति कोकोनट ओइल। मैले कोकोनट ओइल पनि अलिक घाममा राखेको थिएँ है। सो यसरी मजाले लगाइदिनुहोस् कोकोनट ओइल। त्यहाँदेखि तपाईँले यसमा लगाइदिनुहोस् आलमन्ड ओइल। यसले चाहिँ एभोकाडोमा चाहिँ प्रोटिन हुन्छ नि त, पुरा प्रोटिन बेसी हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ हाम्रो हेयर फलहरू हुँदैन है। त्यहाँदेखि हेयर ग्रोथहरू हुन्छ। प्लस त्यहाँदेखि तपाईँको ड्राई स्किनहरू हुन्छ नि कतिजनाको, त्यसलाई पनि लानुपर्छ। हेर्नुहोस् यतिको चाहिँ लाउनुपर्छ। यतिको चाहिँ तपाईँले लाउनुहोस्, यतिको लाउन सक्नुहुन्छ। त्यहाँदेखि चाहिँ यसलाई मिक्स गर्नुहोस्, मजाले मिक्स गर्नुहोस्। म त हातले मिक्स गर्दिनँ किनभने यो कोकोनट ओइल चाहिँ मेल्ट हुँदैन नि त। विन्टरमा अघि घाममा राखेको थिएँ, यति भएछ। सो तपाईँहरूले चाहिँ यसो गरेर लाउन सक्नुहुन्छ है। देख्नुहुँदैछ है, यतिको भएको छ। यो चाहिँ डल्लै एउटा ठुलो डल्लै चाहिँ एभोकाडो चाहिँ मैले ग्राइन्ड गरेको छु किनभने कि मेरो केस बाक्लो छ हो। सो तपाईँहरूको चाहिँ अब पतला केस छ भने चाहिँ डल्लै लाग्दैन, एउटाले आधी हाफ गर्दा हुन्छ। मेरो चाहिँ बाक्लो छ नि त, त्यही भएर चाहिँ मैले डल्लै नै यसरी पेस्ट बनाएको। चिप्लिँदैछ। अब चाहिँ तपाईँहरूको हेयरमा लाउन सक्नुहुन्छ। आजको भिडियो सायद लामो हुन्छ होला किनभने मैले तपाईँलाई देखाउनुपर्छ है। देखाउनु पर्ने गर्दाखेरि कस्तो प्रकारले लाउनुहोस् भन्दाखेरि चाहिँ यसरी दिनुहोस् केस अलिअलि। यस्तै डरक्दो बाक्लो छ कपाल, हेर्नु सक्नुहुन्छ। यसरी लिनुहोस् तपाईँले, यसलाई चाहिँ मजाले यसरी लिनुहोस्। यसो गरेर चाहिँ मजाले यसरी लाउनुहोस्। यसरी लगायो, त्यहाँदेखि फेरि यसरी यस्तो प्रकारले लाउनुहोस्। तर म चाहिँ यसरी नै इजी लाग्छ, मलाई बाक्लो छ नि त मेरो कपाल, त्यही कारणले गर्दाखेरि म चाहिँ यसरी नै लाउँछु। जहिले पनि त्यसरी लाउन सक्दिनँ म। एभोकाडो चाहिँ एकदम पाकेको हुनुपर्छ। लुगामा पनि लाग्दैछ के भन्नु, लुगामा लागि अहिले म वास गर्नै पर्छ है। यस्तो प्रकारले तपाईँले लाउनुहोस्। लगाएर चाहिँ त्यहाँदेखि तपाईँले मिनिमम 1 आवर राख्नुहोस् है। अब म अहिले यसरी डल्लै लगाएर देखाउँदिनँ किनभने मेरो भिडियो लामो हुन्छ नि त। अहिले लगाइसकेको पछि चाहिँ कस्तो हुँदो रहेछ म तपाईँहरूलाई नेक्स्ट भिडियोमा देखाउनेछु।